आज म चाहिँ यस धराको यो बाटो भवन अर्थात् यो धरारा चाहिँ गर्दैछु। अहिले म चाहिँ ठ्याक्कै गेटमा चाहिँ गेटमा लागिराखेको छु। अहिले साथीहरू हजुर साथीहरू यो चाहिँ टिकट लिने ठाउँ। हजुर साथीहरू अब म चाहिँ यो धराराभित्र पस्ने कोसिस गर्दैछु। यो गेट नम्बर 1 बाट भित्र पस्नु रहेछ है। यो गेट नम्बर 1 अरू चाहिँ सेक्युरिटी बस्नु भएको छ यसरी। हजुर साथीहरू यो धराराभित्रको दृश्य हो। यो धराराभित्र यो यस्तो राम्रो बनाएको रहेछ अहिले। हजुर साथीहरू दृश्य चाहिँ राम्रो नै छ। म सर्व पहिला बाहिर हुन्छु अनि त्यस पछाडि मात्र माथि धरारामा जाने कोसिस गर्छु। बस्ने ठाउँहरू यस्तो राम्रो बनाएको रहेछ है। बाहिर घुम्ने ठाउँ होइन गरे के हुँदैन भन्ने एउटा चाहिँ उदाहरण जस्तो पनि लाग्छ है मलाई। यो धरारामा चाहिँ यो बनाउने क्रममा देश विदेशबाट चाहिँ आर्थिक सहयोग गर्ने क्रममा यसमा चाहिँ मेरो पनि केही हदसम्म परेको छ भन्दा हुन्छ। किनकि वैदेशिक रोजगारको सिलसिलामा म कता थिएँ र कतारबाट पनि मैले चाहिँ केही हदसम्म सहयोग गर्ने अवसर पाएको थिएँ। यस्तो राम्रो दृश्य रहेछ बाहिर पनि हामीले देख्न सक्नुहुन्छ साथीहरू। मान्छेहरू चाहिँ भर्खर सुनेको भएर होला सायद मान्छेहरू चाहिँ भित्र नै छ धरारा पनि। आज चाहिँ अवसर मिल्यो भन्दा पनि हुन्छ। यहाँ यो धरारा आउने अवसर मिल्यो भन्दा पनि हुन्छ। यसरी मान्छेहरू चाहिँ चलिरहेका छन् घुमिरहेका छन्। ल साथीहरू धरारा हुने यो माथि मान्छे छन्। अब म सर्वसर्व लगाएर अब धरारा चल्ने कोसिस गर्छु जान्छु। कसैले फोटा खिच्दैछन् कसैले के गर्दैछन् है। साथीहरू हेर्नुहोस् धरारा नेपालको नौतले धरारा भन्ने एउटा कविता पनि पढिन्छ त्यसको गर्दाखेरि यो चाहिँ सुम्बरा स्थितको धरारा। हजुर साथीहरू आजभन्दा भूकम्प जानुभन्दा पहिला यो धरारा चाहिँ माटो ढुङ्गा के के मिसाएर बनाइएको थियो। भूकम्पले चाहिँ यो धरारा सबै नष्ट गरेर अहिले नष्ट बनाइएको छ। यसको सानो धराराको अवशेष पनि छ यो बिचमा उतापट्टि अर्कोपट्टि राखिएको छ सायद। त्यसलाई पनि मैले यहाँहरूमा देखाउने छु। हेर्नु साथीहरू नेपालको यो मनोरम दृश्य यो धरारा हामी नेपालीहरूको एक किसिमले गौरव पनि भन्नुपर्छ यति ठुलो यो संरचना बनेकोमा। हजुर साथीहरू यो चाहिँ पुरानो धराराको अवशेष हो। यो चाहिँ यसलाई यत्तिकै म्युजियमको रूपमा राख्ने भनेर चाहिँ यसलाई थालिएको छैन। यही ठाउँमा थियो यो पुरानो धरारा र यो धरारामा कुनै समयमा पनि चढेको छु। अहिलेभन्दा 15-20 वर्ष अगाडि नै होला सायद, अझ अगाडि नै होला। धरारा चढेको थियो नौतले धरारा रहेको छ। त्यसको बदलामा यतापट्टि चाहिँ ग्रामको यो सुन्दर संरचना बनेको छ। अब म चाहिँ माथि जान्छु यो धरारामाथि। हजुर साथीहरू यो चाहिँ गेट धरार चल्ने गेट यो चाहिँ गोकुलले बनाएको रहेछ भन्ने कुरो यहाँ चाहिँ नेपाल सरकार राष्ट्रिय धरारा हराइ जाने बाटो यस्तो बनाएको रहेछ। म्युजियम राखिएको रहेछ। चल्न लाग्यो नेपालको सबैभन्दा अल्को टावर नेपालको कतिवटा चिन्छु आरामसँग यस्तो छ लाइटहरू। गोलझ्याल टाउको गोलझ्यालबाट के रहेछ साथीहरू सिँढी चढ्न गाह्रो रहेछ। तलबाट माथिसम्म सिँढीहरू चढ्न सकस रहेछ। एउटा झ्याल देखियो गोलझ्याल। अनि यो गोलझ्यालबाट के देखिन्छ यतापट्टिको दृश्य देखाइनेछ। 11 तल्लामा आइपुग्छ। 11 तल्लामा पढानै जाने अब धेरै छैन। साथी यस्तो उक्ल नै गाह्रो। साथी नेपालीको बानी यस्तो बनाइसकेको छ नि यस्तो राम्रो धरारामा।
तेह्र तला यो हिँड्दा हिँड्दै 15 तला यो थाक्यो यस्तो नि 18 तलामा आइयो हिँड्दै हिँड्दै 18 तला अरे कति तला रहेछ साथीहरू थाकियो ल 18 तलामा आइपुग्दा थाकियो अब लगभग 19 तला पनि आउनु आयो 20-21 को रहेछ यो माथि रहेछ यो 19 तलामा आइयो यहाँ त त्यही नै होला यहाँ पनि रहेछ यहाँबाट साथै फाइनली अहिले त्यही बाहिर मान्छेहरू बसिरहेका छन् फाइनली आइपुग्यो टपमा आइपुग्यो फाइनली टपमा आइयो अब यहाँबाट काठमाडौँदेखि पनि रहेछ कन्डिसन देखिएको छ टपट्टि रत्न पार्क काठमाडौँ भ्याली भन्नुभएको नि त के भन्नु थियो अब पुरै कुरो लागेको छ यस्तो ढिलो लागेको हेर्नुहोस् टिकेट छन् कसैले भिडियो बनाएका छन् दीदी को यति यात्रा दिन्छु 10 बनाउँछु काठमाडौँ हेर्न यहाँ आउनुहुन्छ धेरै वर्षमा चल्न पाइयो अहिले धराएको तल मान्छे जम्मै छ